योजनाहरू के छ त प्रधानमन्त्री भविष्यमा ठ्याक्क सोध्न चाहन्छु योजना थुप्रो छ नि। तीनवटा मुख्य योजनाहरू हामी शिक्षामा परिवर्तन ल्याउँछौँ। हजुर शिक्षामा 3 दिन मात्रै स्कुल खोल्नुपर्छ, 4 दिन चाहिँ हामीले प्र्याक्टिस गराउनु छ होइन। साहित्य, कला, सृजना होइन, तपाईँको चाहिँ श्रम, आविष्कार, उत्पादन यस्ता कुराहरूमा चाहिँ हामीले 4 दिन इन्गेज गराउनुपर्छ। पहिलो कुरा शिक्षा शिक्षा हामी तपाईँलाई मैले खेतमा ल्याउनु कारण त्यो पनि सोध्नुहुन्छ जस्तो लागेर क्या। हजुर सेकेन्ड क्याटेगोरी सेकेन्ड हाम्रो ठुलो भनेको चाहिँ हामी के अरे कृषिमा आमूल परिवर्तन ल्याउँछौँ। ओके हामी किसानको खेतबारीमा आएर बस्छौँ है। यहाँ आएर बस्छौँ भन्नाले यतै पर्मानेन्ट बस्दैन, तर कुनै नीति बनाउनुभन्दा पहिला चाहिँ खेतबारीमा हेर्नुपर्छ क्या होइन। जस्तै तपाईँले यहाँनिर के अब्जर्भ मेरो मेरो सुन्नु न, सिंहदरबारमा बसेर चिया खाँदै चियाको चुस्कीमा गफ गरेर बन्दैन कृषिको योजना। किसानकोमा जानुपर्छ क्या, मधेसमा आउनुपर्छ होइन। भित्री मधेसमा कस्तो छ, पहाडी इलाकामा कस्तो छ, या ठाउँहरूमा चाहिँ हामी घुम्नुपर्छ। अब जस्तै यहाँ पनि मैले यसो हेर्छु, आई डोन्ट थिङ्क इरिगेसन राम्रो छ मलाई लाग्दैन, कता छ कि होइन, यो कहाँ कहाँ के छ भन्ने हामी हेर्छौँ। र कृषिमा सेकेन्ड एजेन्डा हाम्रो कृषि हुन्छ होइन। एजेन्डा चाहिँ थर्डमा चाहिँ हाम्रो यो कानुनी उल्झन छ नि। हजुर कानुन पनि हाम्रो नराम्रो छ क्या। कस्तो छ भने कानुनले चाहिँ तपाईँको विरोधाभास भन्छ नि। हजुर एउटा कानुनले गर भन्छ, अर्कोले नगर भन्छ क्या। अनि त्यो कोअर्डिनेसन छ होइन। जस्तै हाम्रो बडीभित्र विभिन्न अर्गान छ नि, हामीसँग किडनी छ, लङ्स छ होइन, लिभर छ। तिनीहरूको त सबै कोअर्डिनेसनले चाहिँ हाम्रो बडी बन्छ नि मजाले। तर हाम्रो सरकार चाहिँ कस्तो छ भने एउटा मन्त्रालयको काम अर्को मन्त्रालयले रोक्छ क्या। अर्को स्टेटमा गयो जस्तै यातायात मन्त्रालयले बाटो बनाउनु खोज्छ, वन मन्त्रालयले आएर रोक्छ क्या होइन। सरकारको त्यसले गर्दाखेरि त्यो खालको विरोधाभासपूर्ण कानुनलाई चाहिँ हामी परिवर्तन गर्छौँ। हजुर अनि गरी खाने कानुन बनाउनुपर्छ सबै। यस यस यहाँ चाहिँ काम गर्दाखेरि निरुत्साहित बनाउँछ क्या कानुनले नै। सुनसरीको क्षेत्रमा तिनवटा सोध्नु 3 भने थुप्रै छन्, छानु चाहिँ 3 मात्रै हुन्छ।